रूपन्देहीको देवदह नगरपालिकामा रहेको पाकडी वृक्षमा आइपुग्दा देखियो यस्तो दृश्य। अक्टोपस सेप बनेको छ हाम्रो स्ट्रक्चर। अलरेडी हाम्रो जियोफिजिक्स साइन्टिस्ट इन्टरनेसनल जर्नलिस्टहरूले लैसक्नु भएको छ सेपहरू। यहाँ हाम्रो अक्टोपस सेप र बुद्ध भगवान सुत्नु भएको सेप बनेको छ। यहाँ लर्ड बुद्ध स्लिपिङ सेप, बुद्ध भगवानको शिर भयो, यो हाम्रो पाउ भयो, यो पाखुरा र हिपको भाग, लर्ड बुद्ध स्लिपिङ सेप हैन। ल यता आउनु सर। अब त्यस्तै हाम्रो यो मानव मस्तिष्कको सेप बनेको छ। यहाँ यतापट्टि हाम्रो शेषनागको सेप 1 2 3 4 5 शेषनागको सेप बनेको छ। यहाँ यतापट्टि हाम्रो यो मायादेवीले बुद्ध भगवानलाई स्तनपान गराएको हाम्रो ब्रेस्ट फिडिङ सेप छ। यहाँ यो शिर भयो, स्तन भयो, शरीर भयो, हात भयो, बुद्ध भगवान हाम्रो ब्रेस्ट फिडिङ सेप जस्ताको तस्ता देखाइदिएको छ। यहाँ त्यस्तै हाम्रो यो लिजर्ड सेप, छेपारो आँखासहित, आँखा, अगाडि खुट्टा, पहाडी खुट्टा, पुच्छर, शरीर, छेपारो सेप हैन। लाउने त्यहाँ आउनु। त्यस्तै हाम्रो यो इम्ब्रियो सेप, भ्रूण यसरी नाभि जोडिएको छ। यहाँ हाम्रो बच्चा 2 महिनादेखि 2.5 महिना बिचको बच्चाको आकार, इङ्ग्लिसमा यसलाई इम्ब्रियो भन्छ, नेपालीमा यसलाई भ्रूण भन्छ। अलरेडी डक्टरले लैसक्नु भएको छ। हाम्रो बुटोलको हाम्रो एएनजी डाक्टर शिव रेग्मी, गाइनेकोलोजी काउन्सिलर चितवन काठमाडौँ सम्पूर्ण लैसक्नु भएको छ। त्यही हाम्रो यो फेस सेप, अनुहारको सेप बनेको छ। यहाँ यो मुख भयो, आँखा भयो, फेस सेप। त्यही हाम्रो यहाँ ओ अक्षर बनेको छ। ओ तलपट्टि यम बनेको छ। ओ एम ओम बनेको छ रुखमै। हामीले ओम भन्दाखेरि प्रति सेकेन्डमा 1,21,000 किलोमिटरको भाइब्रेसनमा जान्छ ओम शब्द।